ल अब आफै टपअप हान्ने हैन त युआइडी बाट टपअप कसरी गर्ने है त। सुरुमा गेममा जाने, गेममा गयो अब युआइडी कपी गर्ने, कपी गरेपछि अब सिधै क्रोममा जाने। क्रोममा गएपछि त्यहाँनिर subgarena.my सर्च हान्ने। subgarena my टपमै आउँछ, लिंकमा क्लिक गर्ने, फ्री फायरमा क्लिक गर्ने अनि त्यसपछि प्लेयर आइडी भन्छ, युआइडी हान्दिने, लगइन गर्दिने। लगइन गरेपछि त्यहाँनिर रिडिममा जाने, प्रोसेस टु पेमेन्टमा जाने। त्यति गरिसकेपछि के हान्ने चुज गर्ने। मैले अहिले विकली हाने, विकलीमा क्लिक गरे। अब तल वालेटमा थिच्ने, त्यहाँ थिच्ने अनि त्यसपछि इमेल र पासवर्ड यो हुन्छ, यो एउटा बनाउनु पर्छ। त्यो चाहिँ म अर्को भिडियोमा सिकाइन्छु कसरी बनाउने भनेर। यसको लागि एउटा जीमेल आइडी चाहिन्छ, त्यो बनाउनु पर्छ। त्यो म अर्को भिडियोमा सिकाइन्छु कसरी बनाउने भनेर। अनि हानेपछि लगइन गर्ने। लगइन गरेपछि यस्तो आउँछ। यसमा अब सेक्युरिटी पिन हुन्छ, यो नि अगाडि जीमेल बनाउने बेला हान्नुपर्ने हुन्छ, त्यो जीमेलमै हान्ने हुन्छ, त्यति बेला राख्नुपर्छ। यो मैले राखेँ। प्रोसेस हान्दिए। प्रोसेस हानिसकेपछि ल टपअप भयो। अब गेममा जाने। सर्लक्क गेममा आएपछि डायमन्ड आउँछ, एकछिन वेट गर्नु। डायमन्डमा जाम, टपअपमा जाम, इभेन्टमा गएपछि एकचोटि ब्याक गएर फेरि डायमन्डमा थिच्छौँ, विकलीमा थिच्छौँ। डायमन्ड आइसक्यो, रिसिभ भइसक्यो। ल अर्को भिडियो नेक्स्ट पार्टमा आउँछ है त। लाइक कमेन्ट ड्याङ है।